अहिले मान्छेको चहल पहलको केन्द्रबिन्दु चाहिँ यो गेट वरिपरि यो रत्न पार्क वरिपरि छ। अब यहाँ चाहिँ अब यो हाइवे पनि परेको हुनाले गर्दा होला सायद। अब अहिले तलतिरको भन्दा यतातिरको चाहिँ बजारमा धेरै चहल पहल मान्छेको आउजाउ देखिएको छ र भविष्यमा यही चाहिँ राम्रो ठाउँ हुने सम्भावना देखिन्छ। व्यापारिक रूपमा यो ठाउँ नै अब व्यापारको निकै ठुलो हिस्सा ओगटिरहेको देखिन्छ। आगामी दिनमा झन् अब यसको बजार विस्तार हुन्छ भन्ने यो यातायातको कारणले गर्दा र यातायातको पहुँचले वास्तवमा बजारको डाइनामिक्सलाई चेन्ज गर्ने रहेछ। बजार कहाँ चल्छ कहाँ हुन्छ भन्ने कुरालाई चेन्ज गर्ने रहेछ र यो रत्न पार्कको बजारको गतिविधि, मान्छेको आउजाउ, व्यापारिक गतिविधि र किनमेलकै आधारमा पनि अब यहाँ धेरै राम्रो स्थिति आछ। त्यसले गर्दा यस्ता ठुल्ठुला घरहरू बन्न थालेका छन्। यहाँ राति निकै बेरसम्म चाहिँ बजारमा चहल पहल देखिन्छ।